कोडीको ग उच्चारण 3 प्रकारको हुन्छ। जस्तै कुनै पनि ग चाहिँ कुन अवस्थामा र कुन स्थितिमा हुने त्यसको आफ्नो शब्दमा भर पर्छ। जस शब्दको चाहिँ कुन अवस्थामा कुन अवस्थामा बस्दाखेरि चाहिँ कुन उच्चारण हुने कुरो चाहिँ डिफ्रेन्ट छ। जस्ट एउटा गले नै 3टा अर्थ हुन्छ। गले चाहिँ ख अथवा क भनिन्छ। त्यसमा यदि कुनै पनि अक्षर वा शब्दको चाहिँ अगाडि ग आएमा खको उच्चारण हुन्छ। जस उदाहरणको लागि ख खादा, खादा माने जानु। जस्ट यो त ग हो नि त, तर के भन्दाखेरि जस्ट फर्स्टमा आइसके पछाडि खको उच्चारण हुन्छ। हामीले उदाहरण यसलाई टार्गेट बनाउनुपर्छ। जस्ट शब्दको अगाडि भनेको छ नि त, त्यसैले गर्दाखेरि यसरी उच्चारण हुन्छ। जस अनुसार हामीले गलाई खको अहिले हामीले उच्चारण गरिरहेका छौँ। उच्चारणमा के भन्दाखेरि उच्चारणमा अगाडि आइसके पछाडि हामीले खको उच्चारण गरिन्छ। जस्ट त्यसैले गर्दाखेरि त्यही अनुरूप गलाई कलाई पनि फाच्छिमको रूपमा आइदियो भने त्यसलाई क उच्चारण गरिन्छ। जस्तै गलाई फाच्छिम र पहिले फर्स्टमा कुनै शब्दको चाहिँ अगाडि बाहेक फाच्छिम बाहेक चाहिँ जुनै अवस्थामा आइदियो भने गको उच्चारण गरिन्छ। र यही अनुरूप हामीले जो यो गले नै 3टा अर्थ 3टा अवस्थालाई अवस्था अनुसार 3टा तरिकाले उच्चारण गर्न सकिन्छ।